भ्लगल स्पोर्ट एकदमै दामी छ, एकदमै डेन्जरस। मात्र 527 किलोमिटर रनवे भएको अग्ला अग्ला दुईटा पहाड छन्। त्यसै Hi guys, good afternoon and namaste. Welcome to my new vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला र म पनि आरामै छु। अनि आजको भ्लग चाहिँ अलिकति म छुट्टै ठाउँदेखि स्टार्ट गर्दैछु र आजको भ्लगल स्पोर्ट एकदमै दामी छ, किनकि यो ठाउँदेखि चाहिँ नेपालको सबैभन्दा खतरनाक र विश्वको पनि एउटा डेन्जरस एयरपोर्टको लिस्टमा पर्ने एयरपोर्ट देखिन्छ। यो भनेको तेन्जिङ हिलारी एयरपोर्ट, जुन चाहिँ नि लुक्लामा अवस्थित छ। एकदमै डेन्जरस, मात्र 527 किलोमिटर रनवे भएको एकदमै डेन्जरस एयरपोर्ट चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ हामी हेर्न सक्छौँ, एकदमै डेन्जरस भ्यू छ। सँगसँगै यहाँदेखि हेर्नुपर्ने भ्यू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँबाट उता हेर्दाखेरि हिमालको टुप्पो पनि देखिरहेको छ। आज चाहिँ अलिकति त्यति राम्रो भ्यू आइरहेको छैन, किनकि अलिकति घाम लागेपछि चाहिँ राम्रो आउने हो। आजकल 4-5 दिनदेखि मौसम यस्तै नै छ, अलिकति घाम नआउने, बादल लाग्ने। अहिले चाहिँ माथितिर थोरै थोरै बादल चाहिँ आइरहेछ। अनि यो भनेको एकदमै मौसम खुलेको। आज बिहान भनेको 2टा फ्लाइट भयो, त्यसपछि दिउँसो एउटा भएको होला, त्यसपछि अहिले चाहिँ फ्लाइट बन्द छ, किनकि वेदरको कारणले। यो लुक्ला एयरपोर्ट मेन गाह्रो हुनुको कारण अनि डेन्जरस हुनुको कारण पनि यहाँको वेदर च्यालेन्ज पनि हो। लुक्ला एयरपोर्टको मेन समस्या भनेको यहाँको वेदर चेन्ज, एकदमै छिटो वेदर चेन्ज हुने भएकोले पनि यो लुक्ला एयरपोर्टमा सगरमाथा भनौँ न एउटा एभरेस्ट बेस क्याम्प ट्रेकिङ आउने, सँगसँगै खुम्बु रिजनमा ट्रेकिङ आउने गेस्टहरू, जुन चाहिँ नि फरेनरहरू अथवा जुन ट्राभलरहरू हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ एउटा समस्या बनेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ, यो ठ्याक्कै रनवेदेखि उडिसकेपछि चाहिँ केही मिटर पर नै निकै अग्ला अग्ला दुईटा पहाड छन्। त्यसै कारणले गर्दाखेरि बादल लागेको समयमा चाहिँ यहाँदेखि टेकअफ गर्ने एकदमै समस्या हो। यस लुक्ला एयरपोर्टको छेउमै हेलिप्याड पनि छ, जसले गर्दाखेरि विभिन्न समयमा वेदर चेन्ज हुँदाखेरि यसले रेस्क्युको लागि एकदमै महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। यस लुक्ला एयरपोर्टको छेउमै हेलिप्याड पनि छ, जसले गर्दाखेरि विभिन्न समयमा वेदर चेन्ज हुँदा एभरेस्ट बेस क्याम्प ट्रेकिङको चाहिँ अब विङ्स भनौँ न, प्लेन लाइक द विङ्स नै होइन नि, किनकि केटिएमसम्म चाहिँ बाहिर देशदेखि अथवा कुनै पनि ठाउँदेखि अर्को ठुलो बोइङ प्लेनमा आउँछन्। सँगसँगै यहाँ आइसकेपछि चाहिँ काठमाडौँदेखि यहाँ आउनलाई जुन खालको प्लेन युज हुन्छ र यहाँ ल्यान्ड हुन्छ, आज चाहिँ हामीले अनफर्चुनेटली त्यसलाई हेर्न पाएनौँ, किनकि वेदर यस्तै छ, दिनभरि पनि वेदर यस्तै थियो। तर मसँग केही पुराना भिडियोहरू छ होला, म त्यस भिडियोहरूलाई यही भ्लग मार्फत तपाईँलाई देखाउने नै छु। र यदि तपाईँ यो एयरपोर्टको बारेमा अझै भिडियो चाहनुहुन्छ र तपाईँहरूको अझै यसको डिटेल्समा भिडियो हेर्न चाहनुहुन्छ भने म फेरि अर्को भ्लग बनाउने नै छु। आज चाहिँ लगभग अब यति नै भ्लग हुन्छ होला, किनकि अलिकति अल्छी पनि लागिरहेछ। आज म अघि नै आउने सोच चाहिँ थियो, तर आज भनेको अलिकति ढिलो उठियो, त्यसै कारणले गर्दाखेरि 2टा फ्लाइट हुँदा म आइनँ। अनि दिउँसो भनेको मौसम बिग्रेको थियो र अहिले चाहिँ भर्खरै मौसम खुल्या छ, तैपनि अहिले दिउँसोको चाहिँ दिउँसोभन्दा पनि अब बेलुका हुन आँटिसक्यो, 4:30 हुँदैछ। त्यसै कारणले गर्दाखेरि आज चाहिँ फ्लाइट आउँदैन गाइज। सो म अर्को भिडियोमा चाहिँ एकदमै डिटेल्समा बनाएर तपाईँको सामु ल्याउने कोसिस गर्छु। अनि चाहिँ एउटा इम्पोर्टेन्ट कुरा भन्न छुट्याएर छ, तपाईँहरू हेर्न सक्नुहुन्छ, यतै एयरपोर्ट छ होइन, एयरपोर्टको कम्पाउन्ड हो। यहाँदेखि यसरी एयरपोर्ट आउँछ, अनि यो पल्लोपट्टि चाहिँ लुक्ला बजार एरिया हो। अनि यहाँदेखि मैले जुम गरेँ, तपाईँहरूले देख्न सक्नुहुन्छ दुईजनाको मूर्ति। यो भनेको हाम्रो सगरमाथा सबैभन्दा पहिले चढ्नु हुने तेन्जिङ र हिलारी, दुईजना हाम्रो सर हिलारी र तेन्जिङ शेर्पाको स्ट्याच्यु छ। अहिले चाहिँ स्ट्याच्यु मेरै सामुन्ने छ, तपाईँहरू एकदमै क्लियरली देख्न सक्नुहुन्छ। यो स्ट्याच्यु सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पा।